हेर्नु ल पिस पनि क्या दामी छ हेर्नु टक्क लगाएर हेर्नु विराटबाट हो यता हाम्रो फुपू वेलकम ब्याक टु माई च्यानल आई एम सबैजना सन्चै आराम छ गाइज हामी एकदम सन्चै आरामै छौँ फाइनली म अहिले चाहिँ 7 बजेको छ म त बिहान 6 बजे उठेको थिएँ अनि त्यसपछि होइन उठेर त्यसपछि एकछिन उता तल्थ्यो पुसाको गाउँसम्म बोक्नु थियो गाउँ बोकेर भ्याएर अनि टक्क ब्यागमा ब्याग स्याग टक्क बुवाले होइन त्यसमा चार्जरहरू यताउति टक्क सामान लगेर हामी चाहिँ आज बानपुर जाँदैछौँ जस बुङ्गुरको मासु काट्न लगाएको छ त्यहाँ चाहिँ होइन बुङ्गुर चाहिँ हाम्रो बेनाको अनि हाम्रो भाइ हो भर्खर उठेछ यो कति उठेछ यता बिस्तार सिस्तार छ होइन भाइ चाहिँ ए चार्ज लगाउनु है मेरो पावर ब्याङ्क चार्ज न जाने छु भोलि तँलाई अनि फाइनली हामी जाँदैछौँ अब म र माइलुबा भनेको जान लाग्छौँ होइन माइलुबा रहेछ अलिकति अहिले चाहिँ घाम पनि यस्तो लागेको छ हेर्नु वेदर कस्तो दामी कस्तो यो सूर्य पनि आउँदैछ त्यही भएर यहाँ सरो लगाएर होइन हाम्रो ठाउँ यही हो अलि त्यही त अब के गर्नु हिँड म्याक्स यस्तो छ नि कम ढिलो गरेर हुन्छ नि यार के भन्नु त ल अब ल आज बुङ्गुरसम्म काट्नु जान लाग्यो यहाँ माइलुबाको साइकल बिग्राएको छ अर्को त्यहाँ खुट्टा हाम्रो माइलु बहान हिँड बाहिर साइडिङको माइलियामा निकाल्यो भने त माइलियामा त्यो बाहिर साइडिङ तान्नु त्यो पछि राख्नु यहाँ छोटो सानो किला दाना हो अनि तिम्रो नाम के हो को तिमी तिम्रो नाम के हो बाबु जा घर जा घर राम्रोसँग बाल के बनायो यस्तो दादा दिजु गर्नु नि त चल हिँड कता राख्ने हो भन त्यो साइकल त बिजक रमाइलो हो त के गर्छ साइकल हेर्न कस्तो भन्न बाबु पहिला भन्यो थियो पछि थाहा पाएँ त्यसै हामीलाई झुट बोलायो त्यसले हो र 2 पिसे सर लगाएर होइन चल हिँड कहाँबाट अर्कैको लगाएछ समाएर प्रकाश गरे अङ्कल मैले बाह्र मजा छ बानपुरतिर चल हिँड बानपुरतिर के गर्छौ के बिर्स्यौ कति बजी आउने हो त अहिले बानपुरतिर जानु गाइस हामी फाइनली चाहिँ बानपुरमा आएर होइन अहिले कस्तो बुझ्छौँ काट्छ होइन कस्तो हुनुहुन्छ के कपाल अनि अनि यो चाहिँ कतिको कटिङ सटिङ हुँदै यता साइलुबा हुनुहुन्छ यता माइलुबा यता हाम्रो अङ्कल ओ हाम्रो कान्छा सिजाली हुनुहुन्छ यहाँ कान्छा सिजाली बुङ्गुर चाहिँ भेनाजीले मार्नु भयो अरे यता हाम्रो भाइरल पुसाइ हुनुहुन्छ पुसाइ भाइरल माइलुबा सो यो चाहिँ बुङ्गुर काटेर एकदम कालो टाइपको हाम्रो ठुल्बा हुनुहुन्छ यहाँ चाहिँ फाइनली यहाँ चाहिँ एकदम तयारी चलिरहेछ होइन त्यही भएर 2-4 दिन अगाडि यहाँ गोठमा बस्थ्यो होइन सर लगाएर कस्तो चलिरहेछ त बाँकी ल हालिदिनु भएर भन म हालिदिन्छु बट्टाउ ट्याग गरेर त्यही पनि पुसाइ ल भन्नु न नयाँ साल लाग्यो होइन अब न्यु इयरको दिन टक्क लगाएर ए हजुर यो पनि काट्ने हो कि यो पनि काट्ने है सबैभन्दा चकचक गर्ने यिनी हुन्
सबभन्दा हरामी फटा यता हाम्रो बजे हन् काम नपाएर बजे सबले हेर्छ नि यहाँ बजेले हाम्रो बजे हुनुहुन्छ हाम्रो गाउँहरूमा यस्तै होइन त्यही त भनेको पुस्तै के भन्न चाहनुहुन्छ यो आज के भन्न चाहनुहुन्छ यता यो कटिङ हुँदैछ होइन यता अब मासु खाने हो एउटा लौका हान्ने हो त्यो ल त्यही भन्न चाहनुहुन्छ ए ठिक छ त्यो चाहिँ होइन यहाँ टोक्क भयो एकदम लाएर अब किन लाज मानेन भन्छ किन यता छ हाम्रो यता हाम्रो भान्जी किन लजा हौ सरुवा लाएर होइन त्यस्तो होइन ब्लकबाट सर ओ सर के छ बुङ्गुर के हो हालिदिन्छु के हो हेर न के हो हेरिरहेछन् पुरा अनि घाम पनि माथि आएर निस्किरहेछ होइन अब हाम्रो पुसै हुनुहुन्छ यता पुसै सबै होइन यता 168 भाग यो चाहिँ च्वाचेको कालो कालो टाइपको बुङ्गुर होइन काटेको छ काटेर यो रेडी भएर अङ्कल रातो भएछ है सर्व लाएर होइन हेर्नु न एकदम लाएर यता दाईहरू सबै हुनुहुन्छ बिराज हुनुहुन्छ यता के हुने हो के लाज सोह्र लाएर बाजे होइन अङ्कल कति किलो लेखाउनु भएको छ हजुरले मैले त अब 1 किलो लेखाएको छु होइन 1 किलो दुईजना मात्रै छ ए दुईजना ए त्यही त भनेको है यता चाहिँ यता हाम्रो जय दाई हुनुहुन्छ होइन ओ दाई के छ जय दाई हुनुहुन्छ यता चाहिँ फाइनली होइन यता सर्र लगाएर यहाँ 138 होइन 38 कि कति भाग लागेको छ यता भान्जा सर्र लगाएर होइन यहाँ चाहिँ सबैजना अब एकदम तयारी हामीले काटेर रेडी सेडी गरेर खाने भाइ आइहाल्नु है खाने भाइ आइहाल्नु है ल ल एकदम राम्रो मासु छ है एकदम टक्क राम्रो मासु छ अनि हेर्नु ल पिस पनि क्या दामी छ हेर्नु टक्क लगाएर हेर्नु एकदम राम्रो छ होइन पिस पनि मोबाइल छ होइन तपाईँको कति किलो लेखाउनु भएको छ कति किलो 250 कति 250 यता पुसे सो खिच्छ अरे यो गाउँतिर होइन बुङ्गुर काटेर एकदम रमाइलो हुन्छ त्यहाँ चाहिँ अब फाइनली यहाँ चाहिँ हाम्रो भुँडी धुन लाग्नु भएको छ हाम्रो फुपूहरू बजै ठुल्बा हाम्रो ठुल्बा यता हुनुहुन्छ विराजबाट हो यता हाम्रो फुपू हुनुहुन्छ यता बजै कहिले आम्यो मलाई के त हो मैले त देखेन कहिले त्यही भएर मैले त देखेको छैन मैले त देखेको छैन कि त्यही भएर नआए कहाँ देख्नु मलाई देख्नु भएको थियो र आन्टी मलाई के त अब भन्नुपर्छ त मैले देखेको थिएन क्या चिनाए पो थाहा हुने सो फाइनल अलिक खानासाना खाएर हामी चाहिँ अब खाना खाएर हाम्रो चाहिँ मासुहरू पुऱ्याउनु छ गाई जानु खाना खाएर मासु पुऱ्याएर फाइनली हामी चाहिँ मासुहरू पुऱ्याएर यो चाहिँ फाइनली बानपुरको खोला चोरीपुरको खोला होइन टक्क लगाएर यहाँ चाहिँ हामी चाहिँ अब यहाँदेखि मासु सासु कपुर कता खल्ला खल्ला पुऱ्याइन्छ है पुऱ्याएर अहिले हामी त्यो खोलामा पुऱ्याउँछौँ एकदम चेन्ज रहेछ आजको दिन सो अहिले चाहिँ अब एकदम चेन्ज छ होइन हेर्नु दामी चेन्ज तपाईँहरूले देख्नुभयो होला होइन पहिला अब देख्नुभएको थिएन मासु चेन्ज रहेछ तपाईँको ठाउँमा झन् खतरा आउने फेरि यहाँ बाटो हरिकहरूको बाटो चाहिँ हामी चाहिँ अब फाइनल बानपुरतिर जाँदैछौँ
सरला भेनाको अब खबर जान्नु छ गाई छ न यस्तै हो अब के गर्नु भनेको जस्तो यात्रा यस्तै छ The next day. गुड मर्निङ एभ्री वान दिस इज द नेक्स्ट डे आज चाहिँ ह्याप्पी न्यु इयर होइन आजदेखि 2082 थियो अब 83 लाग्यो आजदेखि नयाँ सालै गयो हो सो हामी चाहिँ अब हिजो यस्तै भयो समय मिलेन भिडियो बनाउनुलाई त्यहाँ मासुहरू पुगाउनु थियो अनि कामले गर्दाखेरि समय मिलेन त्यही भएर ए बाह्रै खाने हो कुर्सीमा पछि खाइदिने चाहिँ मेरो खानासाना आयो अब एकछिन खानासाना खाएर सो अब खानासाना खाएर आज चाहिँ घुम्न जाने प्लान चाहिँ हाम्रो भयो होइन म भयो मेरो भाइ एउटा जेठानी हुन्छ मामा छोरा तिनजना जानु लाग्छौँ यता टिकापुर पार्कमा अनि सो अब यस्तै हो के गर्नु त है अब जानु पऱ्यो नयाँ यसो घुमिदिउँ भनेर हात धुनु पऱ्यो सो म खाना पनि खान्छु खाना खाने भ्याउनु तपाईँहरू पनि सो खाना खान लाग्यो गाई जानु हेर्नु खाना हाम्रो चाहिँ दाल भात छ अनि टोकलाहरू छ आलुको छ होइन त्यो हुन्छ सो अब खानासाना खाएर म चाहिँ जान्छु सो भिडियो पनि यति नै हुन्छ के कस्तो लाग्यो हजुरलाई कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन्छ नयाँ हुन्छ च्यानललाई सब्सक्राइबर गरिदिनु ल हस् त बाई गाइज अनि यसपछिको भिडियो चाहिँ आउँछ हजुरहरूलाई अर्को भिडियोमा यो भिडियो यति नै हुन्छ अर्को भिडियोमा देख्नुहुन्छ अब टिकापुर घुमेको यताउतिको हस् त बाई गाइज